हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। म चाहिँ आज तपाईहरूलाई जापानमा कतिको सामानहरू महँगो छ, सागसब्जी, मासु, फलफुलहरू भनेर देखाउँछु है त। मान्छे जापानमा 2-3 लाख रुपियाँ कमाएर कहाँ खर्च गर्छौ, सापटी देऊ न, त्यतिले नि तिमीहरूलाई पुग्दैन भने जस्तो गर्छन् होइन। अनि म चाहिँ तपाईँहरूलाई यहाँ कतिको खर्च छ अनि कतिको उ छ भनेर देखाउँछु है त। यो चाहिँ मेरो रुम नजिकै यो सुपा हो। अनि मेरो रुम चाहिँ अलि उता ठुलो देखिरहेको नि लास्टको, त्यसको अलि उतानिर रुम हो मेरो चाहिँ। अनि म आज अहिले चाहिँ यो सुपामा गइरहेको छु। म अहिले तपाईँहरूलाई कन्टिन्यू यो भिडियोहरू देखाउँछु। यो चाहिँ सनियामा चाहिँ अब सबै म्याक्सिमम् सामानहरू सबै पाउँछ है। म चाहिँ यसको भित्र जान्छु। मूल्य हेर्नु त यहाँको हेर्नु त यो केराको पैसा मान्छे अब यतिले चाहिँ के कहाँ हाल्छौ भन्छ। 3टा केराको 161 रुपियाँ। अब हेर्नु, अब यो चाहिँ उसको पैसा चाहिँ हेर्नु त कति छ यहाँ, 323 रुपियाँ। यस्तो गाइस, यहाँ त महँगी नै महँगी छ। हेर्नु मासुको चाहिँ रेट चाहिँ त्यति हेर्नु यसको प्राइस चाहिँ 364 रुपियाँ। जापानमा मासु चाहिँ एकदमै सबैभन्दा तरकारी भन्दा पनि सस्तो भन्छन् है।